ल यो भिडियो बनाउनुको तात्पर्य के हो भन्दाखेरि चाहिँ इकोनोमिक्स अफ पावर जेनेरेसन है त। अब इकोनोमिक्स अफ पावर जेनेरेसनले के भन्छ भन्दाखेरि चाहिँ के त एउटा चाहिँ पर युनिटको एउटा के हो त, एउटा यो आर्ट हो होइन, डिटर्मिनेसन आर्ट हो। जसले के गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जति पनि हाम्रो त्यो प्रोडक्सन पनि इलेक्ट्रिकल इनर्जी, त्यसको प्रोडक्सन पनि हो, त्यो हामीले जति पनि उत्पादन गऱ्यौँ नि हो त्यो सबैको के छ पर युनिट डिटरमाइनिङवाला आर्टलाई नै के भन्छ त इकोनोमिक्स अफ पावर जेनेरेसन भन्छ। जसले गर्दा के गर्छ भन्दा चाहिँ यसले पैसाको बारेमा चाहिँ कुरा गर्छ है त, आर्थिकको बारेमा कुरा गर्छ। त्यसैको आधारमा कति हाम्रो उत्पादन भयो त होइन, त्यसैको आधारमा इलेक्ट्रिकल इनर्जी कति उत्पादन भयो त, प्रोडक्सन भयो त, त्यसैको आधारमा चाहिँ यो इकोनोमिक्स चाहिँ तय गरिन्छ केसको त, पावर जेनेरेसनको। ल अब यसलाई इङ्ग्लिसमा भन्दाखेरि चाहिँ द आर्ट अफ के त आर्ट अफ डिटरमाइनिङ पर युनिट, जो चाहिँ युनिट के हुन्छ त वान युनिट इक्वल टु 1 किलोवाट आवर हुन्छ है त। अनि त्यसपछि द आर्ट अफ डिटरमाइनिङ पर युनिट कस्ट अफ प्रोडक्सन अफ इलेक्ट्रिकल इनर्जी इज कल्ड द इकोनोमिक्स अफ के त पावर जेनेरेसन। अब यो त भयो कि अब तर इकोनोमिक्स अफ पावर जेनेरेसन भयो। अब चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँनिर कस्तो बेलामा चाहिँ यो इकोनोमिक्स अफ पावर जेनेरेसन चाहिँ कसरी चाहिँ त्यो हेरिन्छ भन्दाखेरि चाहिँ जब इकोनोमिक्स अफ पावर जेनेरेसन भन्दाखेरि पनि जब प्रोडक्सन अफ द इलेक्ट्रिकल इनर्जी हुन्छ नि, इलेक्ट्रिकल इनर्जी चाहिँ हाम्रो कति भयो त, कति उत्पादन भएको छ त्यो, अब त्यसलाई चाहिँ अब उत्पादन भएको चाहिँ कतै लगेर चाहिँ युज गर्नुपर्छ। युज गर्नको लागि को हो त इन्ड युजर हो है त, डोमेस्टिकहरू इन्डस्ट्रीहरू यिनीहरू। अब यिनीहरूको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यिनीहरूको लागि चाहिँ एउटा निश्चित होइन कम मूल्यमा नै मजाले यिनीहरूले उपभोग गर्न मिल्ने गरी हामीले चाहिँ दिनुपर्छ। त्यसरी चाहिँ के गर्छ भन्दाखेरि चाहिँ द युजर्स होइन, द अथवा युजर्स अर कन्ज्युमर्स, द कन्ज्युमर्स विल युज इट के त यो प्रयोग गर्छन् जब चाहिँ when the cost of electrical energy will be के त रिजनेन्ट रेट, यो चाहिँ रिजनेन्ट रेटमा चाहिँ भयो भने चाहिँ बल्ल चाहिँ तिनीहरूले किन्नेछन्। अथवा यसलाई इङ्ग्लिसमा भन्नुपर्दाखेरि द कन्ज्युमर्स विल युज इट if the cost of electrical energy be a resonant rate। अथवा यसलाई मैले अझ राम्रोसित भनौँ न, if होइन द कन्ज्युमर्स विल युज इलेक्ट्रिकल इनर्जी के त हाम्रो त्यो प्रोडक्ट भएको चाहिँ इलेक्ट्रिकल इनर्जी चाहिँ यिनीहरूले कन्ज्युमर्सहरूले चाहिँ प्रयोग गर्नेछन् जब चाहिँ के त त्यही इलेक्ट्रिकल इनर्जी चाहिँ सुपथ मूल्यमा चाहिँ हामीले तिनीहरूलाई प्रदान गर्छौँ है त, पठाउँछौँ, उपभोग गर्न दिन्छौँ। त्यसैले चाहिँ त्यही भएर चाहिँ इकोनोमिक्स अफ पावर जेनेरेसनले चाहिँ यो कुराहरू चाहिँ समेट्छ। र अब यही कुरा गर्दाखेरि चाहिँ अब पैसाको कुरा आयो है त, पैसाको कुरा गर्दाखेरि चाहिँ अब के कस्ता खालका कस्टहरू हुन्छन् भन्ने कुरा हुन्छ है त। एउटा नर्मल हुन्छ फिक्स्ड कस्ट हुन्छ है त। अनि फिक्स्ड कस्टले के कुरा गर्छ भन्दाखेरि चाहिँ हामीले इन्भेस्ट गर्दाखेरि चाहिँ होइन कुनै पनि लगानी लाउँदाखेरि चाहिँ त्यहाँ पहिला चाहिँ फिक्स्ड यति लाउनुपर्छ भनेर पहिला चाहिँ फिक्स हुन्छ है त। हो त्यो फिक्स कस्टहरू बारेमा त कुरा गर्छ। जस्तै चाहिँ अब यसलाई चाहिँ इङ्ग्लिसमा भन्नुपर्दा होइन, यसको डेफिनेसन भन्नुपर्दा द कस्ट होइन, द कस्ट विच इन टर्म्स अफ पावर जेनेरेसनको टर्ममा भनेको है, फेरि मैले यो अरू कुनै व्यवसायको त्यसमा भनेको, तर पावर जेनेरेसनको टर्ममा भन्नुपर्दाखेरि फिक्स्ड कस्टलाई कसरी डेफिनेसन गरिन्छ भन्दाखेरि द कस्ट के त एउटा कस्ट हो जो चाहिँ के त डिपेन्डेन्ट अफ म्याक्सिमम डिमान्ड, हाम्रो हुन्छ नि युजर्सहरूले चाहिँ कन्ज्युमर्सहरूले चाहिँ कतिको चाहिँ डिमान्डहरू चाहिँ म्याक्सिमम डिमान्ड कति युज गर्छ त हो त्यसकोमा भर परेर वा होइन, यसलाई हामी के पनि भन्न सक्छौँ टोटल नम्बर अफ के अरे टोटल युनिट्स जेनेरेटेड, युनिट चाहिँ कति चाहिँ त्यो भयो जेनेरेट भयो त्यसको आधारमा पनि यो फिक्स्ड कस्ट चाहिँ तय गरिन्छ है त। अर्थात् द कस्ट विच इज इन्डिपेन्डेन्ट अफ म्याक्सिमम डिमान्ड अर द युनिट जेनेरेटेड अथवा के त टोटल युनिट जेनेरेटेड। ठिक छ।
त्यसपछि कुरा आयो अब यसमा अब यो फिक्स्ड कस्टमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो किन भएको भन्दाखेरि चाहिँ के त वार्षिक ब्याज लाग्ने भएको कारणले गर्दाखेरि यो यस्तो भएको हो। वार्षिक ब्याज भन्नाले कस्तो भनेपछि वर्षमा हामीले पैसा तिर्नुपर्छ। अब के को पैसा तिर्नुपर्छ भन्दाखेरि चाहिँ अब के त एनइएले अथवा कुनै पनि एनइएले इन्भेस्टमेन्ट गर्दाखेरि अथवा कुनै पनि बिल्डिङहरू स्ट्रक्चरहरू बनाउँदाखेरि चाहिँ अनि त्यसपछि त्यहाँनिर मान्छेहरू खटाउनु पऱ्यो होइन। अन्त त्यहाँनिर अफिसरहरूलाई चाहिँ अहिले हायर अफिसरहरूलाई चाहिँ त्यहाँ खटाउनु पऱ्यो, स्टाफहरूलाई खटाउनु पऱ्यो भनेपछि तिनीहरूलाई पनि पाल्नु पऱ्यो भनेर तिनीहरूलाई पनि पैसा दिएर त राख्नु पऱ्यो। यत्तिकै त कोही पनि हुँदैन। त्यसैले चाहिँ उनीहरूको लागि चाहिँ उनीहरूको लागि भयो। अनि त्यसपछि त्यो प्रयोग गरिएको जग्गा हुन्छ नि जुन बिल्डिङहरू स्ट्रक्चरहरू चाहिँ प्रयोग गरेको जग्गा हो तिनीहरूको लागि चाहिँ वार्षिक ब्याज दिनुपर्छ। त्यसैले चाहिँ यो फिक्स्ड कस्ट चाहिँ भएको हो होइन। अब कुनै पनि अब व्यवसाय अथवा कुनै इन्भेस्टमेन्ट गर्नुको लागि चाहिँ अब यो जग्गामा यति पर्छ भनेर पहिले फिक्स्ड बनाएर अनि यति दिनुपर्छ अनि बल्ल बस्छु है भन्ने हुन्छ नि। त्यस्तो तरिकाले जस्तै हामी कोठा रुम भाडामा बस्यौँ भने पहिले फिक्स त हुन्छ, म महिनाको यति दिन्छु, महिनाको यति 2500 भयो भने मात्र बस्छु नत्र बस्दिनँ है भन्ने हुन्छ नि। त्यस्तै गरी कुनै पनि इन्भेस्टमेन्ट गर्दा पनि मैले कति खर्च गर्नुपर्छ, कति लगानी लाउनुपर्छ भनेर फिक्स्ड हुन्छ हो। त्यसलाई नै के भन्छ त, त्यही भएर नै के भएको त फिक्स्ड कस्ट चाहिँ भएको हो। त्यसमा त इकोनोमिक्स अफ पावर जेनेरेसनको के त आर्थिक रूपमा भन्दाखेरि है त। अब के भन्दाखेरि के त यहाँनिर यो अनि त्यसपछि इन्भेस्टमेन्ट हुन्छ नि, क्यापिटल इन्भेस्टमेन्ट अथवा मैले इङ्ग्लिसमा भनेर बिर्सेछु, इङ्ग्लिसमा पनि त भन्नै पऱ्यो, नेपाली र इङ्ग्लिस दुवै त्यत्तिकै महत्त्व छ। त्यसैले द फिक्स्ड कस्ट इज ड्यु टु द एनुअल इन्ट्रेस्ट। के त एनुअल इन्ट्रेस्ट भनेर चाहिँ वार्षिक ब्याजको कारणले गर्दाखेरि अन कहाँ त एनुअल इन्ट्रेस्ट अन क्यापिटल कस्ट अफ ल्यान्ड। के त जमिनको चाहिँ क्यापिटल कस्टको आधारमा होइन। अनि त्यसपछि स्यालेरिज अफ हायर अफिसर्स होइन त। अनि त्यसपछि भन्नाले पनि अफिसरहरूको स्यालेरी तिनीहरूलाई दिनु पनि पऱ्यो होइन, अफिसमा काम गर्नेहरूलाई पनि त्यो भयो। अनि त्यसपछि अर्को के भन्दाखेरि चाहिँ अनि त्यसपछि इन्भेस्टमेन्ट क्यापिटल इन्भेस्टमेन्ट गर्दाखेरि पनि के भयो त चाहियो। त्यसैले चाहिँ के भएको त यो कस्ट आर फिक्स्ड भएको है। यो कस्ट चाहिँ फिक्स्ड भएको हो है त। इज फिक्स्ड कस्ट आर ठिक छ त्यो भयो। अनि त्यसपछि अनि कुराहरू अरू कुरा पनि थप पनि गर्न सक्छौँ हामीले। अब जस्तै हाम्रो कुनै पनि क्यापिटल इन्भेस्टमेन्ट गर्दाखेरि जस्तै के त के त बिल्डिङको लागि स्ट्रक्चरको लागि मैले त्यो भनिसकेको कुरा हो, त्यो पनि भन्दै मैले। अनि डिफ्रेन्ट खालका औजारहरू पनि त किन्नु पऱ्यो क्या होइन। अब त्यो पावर जेनेरेसन गर्नको लागि चाहिँ अब ठुला मेसिनहरू किन्नु पऱ्यो, तिनीहरूको लागि पनि क्यापिटल इन्भेस्टमेन्ट गर्दाखेरि चाहिँ के त फिक्स्ड पैसा पहिले यति लाग्छ है भनेर हामीले त्यो गर्नुपर्छ। त्यसले चाहिँ फिक्स्ड कस्टको कुरा भयो ठिक छ। अनि त्यसपछि क्यापिटल इन्भेस्टमेन्ट इज फिक्स्ड। के त क्यापिटल इन्भेस्टमेन्ट इज फिक्स्ड हेन्स एमाउन्ट अफ इन्भेस्टमेन्ट इज अल्सो फिक्स्ड। त्यसैले चाहिँ के हुन्छ त एमाउन्ट अफ इन्भेस्टमेन्ट पनि फिक्स्ड भएको हुन्छ। अनि त्यसले कारणले गर्दाखेरि यो यसमा भएको कस्टहरू चाहिँ नि जति पनि कस्टलाई चाहिँ फिक्स्ड कस्ट भनेर भनिएको हो है त। अब चाहिँ एउटा फिक्स्ड कस्ट भयो है चाहिँ त्यसमा त इकोनोमिक्स अफ पावर जेनेरेसनमा अर्को चाहिँ अपरेटिङ कस्ट भयो। अपरेटिङ कस्ट भनेको चाहिँ जुन चल्दै गरेको कस्ट भन्नाले पनि फिक्स्ड कस्ट भनेको त्यो गर्नुभन्दा अगाडि भयो होइन, लगानी गर्नुभन्दा अगाडि। तर फिक्स्ड कस्ट भनिसकेपछि अब त्यो लगानी गरी भ्याइयो त्यसपछि अब के अरे हामीले त्यो मेसिनहरू त चलाउनु पऱ्यो। अनि तिनीहरू पनि चलाउँदाखेरि पनि खर्च चाहियो, कहिले पेट्रोल हाल्नु पऱ्यो, डिजल छ भने डिजल हाल्ने त्यस्तो खाले हुन्छ। अब तिनीहरूको पनि पैसा उठाउनु पऱ्यो। अब त्यो उठाउनु लागि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ अपरेटिङ कस्ट चाहिँ कस्तो हुन्छ भने अब हामीले दिएको वितरण गरिएको इलेक्ट्रिकल इनर्जी छ नि, इलेक्ट्रिकल इनर्जीको अब कन्ज्युमर्सहरूले होइन उपभोक्ताहरूले कतिको खपत गर्छन् त, त्यो खपत गरे बापत प्रत्येक युनिटको बापत के त आफूले पैसा एउटा फिक्स गरिन्छ होइन। फिक्स गरिन्छ के त तिनीहरूले चलाउँदै गरेको अपरेट गरिरहेको आधारमा होइन। कति अपरेट गरेर त कति युनिट चाहिँ यिनीहरूले कन्ज्युम गरेर त त्यही आधारमा चाहिँ पैसा चाहिँ तोकिन्छ। अनि यो अपरेटिङ कस्ट चाहिँ त्यसैमा चाहिँ भर पर्छ है त। कति जेनेरेटेड भयो त नम्बर अफ युनिट जेनेरेटेड भयो भनेर। अनि इट कन्सिस्ट अफ एनुअल कस्ट
अनि यसले पनि के त एनुअल कस्ट वार्षिक पैसा चाहिँ हुन्छ नि वार्षिक आर्थिक चाहिँ यसले चाहिँ त्यो गर्छ केसमा त फ्युलमा भनेको कुरा हो मटेरियलहरूमा होइन डिजलहरूमा अनि त्यो लुब्रिकेटिङ ओइल अथवा तिनी हुन्छ नि चम्काउने कतै खैलाएको ठाउँमा त्यो गर्ने अनि मेन्टेनेन्स कस्टहरू अनि रिपेयरिङ कस्टहरू स्यालेरिज अफ लोवर ऱ्याङ्किङ अफिसियल्स भयो नि अनि त्यसै गरी चाहिँ अपरेटिङ स्टाफ यिनीहरूलाई पाल्नको लागि चाहिँ अपरेटिङ कस्टले गर्दा चाहिँ के गर्छ त निकाल्छ फिक्स कस्टले चाहिँ के निकाल्छ भन्दा चाहिँ पहिला लागेको ब्याजको इन्भेस्ट गर्दाखेरि कति पैसा लागेको थियो त्यो फिक्स कस्टले निकाल्छ है त ब्याजहरू त्यो फिक्स कस्टले चाहिँ पहिले फिक्स गरिन्छ निकाल्छ भन्दा पनि फिक्स कस्टले निकाल्ने होइन कि इन्भेस्टमेन्ट गर्दाखेरि यति चाहिन्छ भन्ने हो अपरेटिङ कस्टले चाहिँ रिकभर गर्ने हो के त हाम्रो अब जति पनि पैसा त्यो भएको छ लगाएको छ लगानी गर्दाखेरि त्यो पैसा चाहिँ अपरेटिङ कस्टले चाहिँ निकाल्छ है त होइन निकाल्छ अनि त्यसपछि अब म यति नै भन्छु है ल यो चाहिँ मेरो लागि आफूलाई पछि कुनै समयमा चाहिँ मैले यस्तो हेरेको थिएँ भनेर चाहिँ हेर्नको लागि चाहिँ मैले गराएको ल आफूलाई बुझ्नुको लागि ल